हामी नेपालीको प्रति व्यक्ति ऋण 90,320 27 खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण। दर्शकवृन्द, नेपालको सार्वजनिक ऋण पाउने 27 अर्ब नागेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार यही फागुन मसान्तसम्म यस्तो ऋण 26 खर्ब 76 अर्ब रुपैयाँ पुगेको हो। चालुक आर्थिक वर्षको सुरुमा 24 खर्ब 34 अर्ब रुपैयाँ रहेको उक्त ऋण 8 महिनाको अवधिमा मात्रै 2 खर्ब 42 अर्ब रुपैयाँले बढेको हो। यो ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको 46.91% बराबर हो। सरकारले यो वर्ष 3 खर्ब 30 अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण तथा 2 खर्ब 17 अर्ब रुपैयाँ बराबरको बाह्य ऋण उठाउने लक्ष्य लिएको छ। त्यसमध्ये अहिलेसम्म प्राप्ति प्रतिशत आन्तरिकतर्फ 81.56 तथा बाह्यतर्फ 30.17% हो। यो ऋण रकम प्रति व्यक्ति 90,320 रुपैयाँ बराबर हो। 2078 को जनगणना अनुसारको जनसङ्ख्या र वार्षिक वृद्धि दर समेतका आधारमा प्रति व्यक्ति ऋण सो बराबर पुगेको हो।